सस पिरो थियो अन्त आलुदम यति पिरो अन्त चिया खाना पनि पिरो हुँदो रहेछ सो पिकनिक पनि खाइसक्यो हो हाम्रो आजको ट्रिप पनि सक्यो थ्याङ्क यू एभ्रीवान फर वाचिङ है होप यु इन्जोयड आवर भ्लग्स अनि अझै देयर आर लट अफ पिक्चर्स है त्यो हामी अझ अपलोड गर्छ किनकि आजको डे एकदमै टायर्डिङै थियो यति बेसी फोटो खिच्दा यति बिहान स्टार्ट गरेको है 4:30 मा हिँडेको थियो हामी माथि 10:30 सँग पुगेको थियो हैन अनि बाटो चाहिँ एकदमै राम्रो रहेछ हजुरहरु पनि प्लिज भिजिट सुन बिकज यु नो यति राम्रो बाटो छ भने व्हाई नट भिजिट अनि यति पिसफुल ठाउँ मलाई यति पिसफुल महसुस भयो है अन्त मैले यसो सोचे हामी किन बाहिर जानु है सिक्किममा यतिको राम्रो ठाउँ छ सो लेट्स एक्सप्लोर सिक्किम है किनकि अझै अनएक्सप्लोर्ड प्लेसेसहरु छ सिक्किममा धेरै अझै इफ यु कम टु लाचेन लाचुङ त्यहाँदेखि पनि माथि माथि गयो भने त्यहाँ ट्रेकिङ एरियाहरु पनि छ है यति साह्रो बर्डर एरियाहरु छ सो प्लिज डु कम भिजिट भन्छु म चाहिँ अनि इट्स भेरी क्लिन अनि मेरो फ्यामिली मेम्बर्सहरुले चाहिँ धेरै धेरै खाइबठाइछ अनि उनीहरु डकार मारेको भनेको छ है प्लिज इग्नोर दैट Okay then, thank you for watching. Bye bye. Baba. सबैजना मजा आयो हैन? बाबा मजा आयो हैन? हामी यस्तो जग्गामा बस्नु पर्दा के गर्नु पोल्युसन फ्री एकदमै है हामी पनि साफ सफाई गर्छ नो मैला नो कचरा एन्ड इभन वी आर हामीले आफ्नै कप लिएर आयो प्लास्टिक कपहरु केही ल्याएन हो सो वी आर नट गोइङ टु थ्रो एनीथिङ हियर है हजुरहरु आउँदा चाहिँ आफ्नै कपहरु लिएर आउनुस् केही मैला नगरिदिनुहोस् भनेर चाहिँ त्यही भन्छु म अनि यो चाहिँ अल थ्याङ्क्स टु बाबाले गर्दा बाबाको प्लान हो यो यहाँ आउने चाहिँ है बाबाले चाहिँ कहिलेदेखि चाहिँ पिकनिक खेल्छु भनेर सोच्नु भन्नुभएको थियो सो आज हाम्रो सपना पूरा भयो हैन बाबा सपना पूरा भयो अब हामी अब डान्स गर्नु आँटेको छ बाबा चाहिँ